साइड लाइट अफ गर्छु भनेर त साथीहरू हर्न बजाएछु So hello guys, welcome to my first video on this channel. I just wanted to get it try my camera actually अनि कस्तो के देखिन्छ एङ्गल्सहरू माइक अनि त्यो भनेर अनि अहिले चाहिँ हाम्रो के भन्छ डेस्टिनेसन चाहिँ केही पनि होइन यतिकै म कहाँ जान्छु मलाई थाहा पनि छैन आई जस्ट वान्टेड टु ट्राई माई क्यामेरा सो आफ्नो इन्ट्रोडक्सन पनि म दिन्छु अनि यो चाहिँ मेरो बाबाको बाइक हो एकदमै आई थिङ्क मभन्दा पनि जेठो छ कि यो बाइक धेरै पुरानो हो होइन अनि मैले चाहिँ बाइक चलाउन सिकेको चाहिँ लकडाउनमा हो होइन अनि लकडाउनमा बाइक चलाउन सिकेँ एकछिन है त मलाई चाहिँ मोटो भ्लगिङमा लास्टै इन्ट्रेस्ट थियो कि पहिलेदेखि अनि अब अलवेज वान्टेड टु स्टार्ट वान तर लाइसेन्स पनि भर्खर रिसेन्टली निकालेँ मैले अनि अब आफ्नो बाइक पनि छैन अब केही छैन भने जस्तो फिल हुन्थ्यो हुन चाहिँ मेरो दादाको बुलेट पनि छ तर बुलेट लिएर चाहिँ मलाई हिँड्न अलाउ गर्छिन म चाहिँ वेट गर्दा चाहिँ अब भ्यान अब आफ्नो बाइक आउँछ अनि म स्टार्ट गर्छु भने मलाई तर कुद्दा चाहिँ मलाई चाहिँ के फिल हुन थाल्यो भने ला इट्स टु लेट नाउ अब म जे जे म्यानेज गर्न सक्छु त्यो म्यानेज गरेर चाहिँ आई विल डु इट होइन भनेर चाहिँ सिट साइड लाइट अफ गर्न बिर्सिन्छु अनि त्यही भनेर चाहिँ अब आइएम स्टार्टिङ जस्ट विथ माई ड्याड बाइक होइन यो बाइक चाहिँ एकदमै प्यारो छ मेरो लागि बिकज मैले सिकेको पनि यसैमा हो अनि जति पनि मैले अहिलेसम्म बाइक चलाएको छु त मतलब कन्फिडेन्स आएको छ मलाई होइन मैले यही बाइकबाट नै हो पाएको चाहिँ आई क्यान नट कम्पेयर दिस बाइक टु एनी अदर मैले जति नै फ्युचरमा बाइक किने पनि जुनै बाइक किने भाल्यो भने पनि यो चाहिँ मेरो एकदमै क्लोज टु हार्ट नै हो होइन हुन्छ रहिरहन्छ ए आफ्नो नाम साम त भन्ने बिर्सिन्छु सो मेरो नाम चाहिँ पालना बस्याल हो अब इट्स युनिक पहिला चाहिँ मलाई कस्तो कस्तो वियर्ड लाग्थ्यो होइन अब मेरो एकदम युनिक नाम छ भनेर बट पछि मिनिङफुल लाग्न थाल्यो अनि मिनिङ बुझिसकेपछि चाहिँ आई लभ माई नेम आई होप क्यामेरा राम्रै चलिरहेछ होइन रेकर्ड त भइरहेको रहेछ हुन चाहिँ आई डोन्ट नो माइक वर्क गर्दैछ कि छैन अर्को चाहिँ के भन्छ म नाइस नाइस भ्लग्सहरू हाल्न ट्राई गर्छु होइन आई विल अपलोड अ भ्लग सुन यही बाइकमा बिकज छैन मेरो आफ्नो बाइक चाहिँ यो पनि मेरो आफ्नै हो बट बेसिकली बाबाले युज गर्छिन्छ सो मैले आज एक्चुली सुट गरेर मतलब ट्राई गर्नुको कारणको चाहिँ के हो भने आज मेरो मम्मीहरूको एनिभर्सरी पनि हो अनि एकदम नाइस मुहूर्त भनौँ न त्यो पनि भन्छन् कि अरे होइन यस त्यही हो सो यहाँ यता कुना काप्चामा एकचोटि छिराउने एक राउन्ड अझै हाल्नु पर्यो यो बाटो चाहिँ लास्टै साँगुरो हो कि फेरि यो सर्टकट बाटो पनि हो बट लास्ट साँगुरो मलाई चाहिँ डर लाग्छ कि यो यहाँ बाइक छिर्छ कि छिर्दैन भनेर हेर्नु अब बाटो बाटोमा बाइक राख्दै हुन्छ सिट सिट
यो बाइक चाहिँ होइन अलिक पुरानै भएर पनि हो कि अब यसको पिकअपै कस्तो अलिक डिफिकल्ट छ कि पिकअप डिफिकल्ट छ भन्नाले चाहिँ अब मेरो कस्तो साथीहरूले यो बाइक चलायो भने चाहिँ उनीहरूलाई अप्ठ्यारो लाग्छ कि तर मलाई उनीहरूको चाहिँ त्यो अहिले नयाँ नयाँ मोडलहरू बाइक चलाउँदाखेरि चाहिँ अप्ठ्यारो लाग्छ होइन बिकज त्यो त्यसको पावर धेरै हुन्छ नि त तर मैले सिकेको त यसमा हो तर मलाई यही नै एकदम कम्फर्टेबल लाग्छ कि यसको पिकअप अलिकति अप्ठ्यारो छ भन्छ नि तर अप्ठ्यारो नै मलाई सजिलो लाग्छ कि यो चाहिँ अब यसैमा हात बसेर पनि हो जस्तो लाग्छ होइन जेमा हात बस्यो त्यही सजिलो हुने रहेछ कि ल साइड लाइट पनि भाउँदैन त के भए साइड लाइट अफ गर्छु भने त साथीहरू हर्न बजाएछु ल अब चाहिँ हामी घरतिर जान्छौँ पहिला पहिला चाहिँ मलाई एकदम डर लाग्थ्यो रोडमा एक्लै बाइक लिएर हिँड्नको लागि अनि पहिला चाहिँ यो बाइक पनि एकदमै भारी भारी फिल हुन्छ कि मलाई तर अहिले चलाउँदै गइसकेपछि चाहिँ एकदम लाइटली हुन्छ नि चिलमा कि जहाँ पनि लगाउन सक्छु जस्तो लाग्छ कि यो बाइक चाहिँ अनि यो बाइक चाहिँ इन्टाइसहरू हो माइक अफ भयो कि जस्तो लाग्छ कि मलाई यो त्यो उसमा के त्यो म्यानुअलमा चाहिँ यो माइक 5 मिनटमा बन्द हुन्छ आफै भनेर लेखाएको थियो अब कतिको त्यो के हो अब चाहिँ म घरतिर लाग्नु पर्यो सो यहाँ त्यही थियो अब टेस्ट गरेँ कस्तो भयो के भयो होइन म हेर्छु घर गएर सो बाई गाइज आई विल मिट यु मेरो अर्को भ्लगमा होपफुली म चाँडै अपलोड गर्छु अनि कसले हेर्नुभयो प्लिज कमेन्ट डाउन 10-15जनाले मात्रै हेर्नुभयो भने प्लिज कमेन्ट डाउन गाइज हेर्नुभएछ भनेर मलाई थाहा हुन्छ and do not forget to like, comment, and subscribe. Bye.